सबैजनालाई नमस्कार, हेलो, गुड मर्निङ माई फ्रेन्ड्स है। हेलो गाइस हैन आज चाहिँ हामी अङ्कलको मसिनमा पूजा गर्छ हैन अन्त यसमा चाहिँ सफल होस् वर्षैभरि भनेर हैन। लु अब हामी चाहिँ टीका यहाँ सस्ता बनाइसकेको छ हैन। अब यहाँ दुईटा झुमा चलाइदिएको छ अन्त अब हामी बाती घुमाएर पाल्ने हो घुमाउने हो हैन। त्यो उयोसँगै उठाउ न, त्यो फलमसँगै तातिन्छ अहिले तिम्रो त्यो पत्ता, पानको पत्ता तातिन्छ त। लु फ्रेन्ड्स हेर्नुहोस् है, अब यहाँनिर कन्ने केटी अरे फेरि चाहिएको अरे हो। अन्त यहाँ यी कन्ने केटी टक्कै पूजा गर्ने हो, त्यो त्यस्तो मैले ल्याइदिएको छु। अन्त यहाँनिर अब यो के गर्नु, अब यो तपाईँको यस्तै हो, घुमाइदियो यो चाहिँ तपाईँको पानीको पम्प तपाईँको हो। अन्त पानीको पम्प घुमाइदियो लु अङ्कलको आज सबै सफल होस् हैन। यस्तो छ बाटी निभ्यो अलिक राम्रोसँगले बाल्नुपर्छ हौ, त्यो उयसले निभ्यो, पत्ता पुरा उयो भयो नि त। चिसो छ नि त। अब तातो बेसी नगर्नु, बेसी लु नगर्नु। यस्तो भयो हुन्छ यसले चाहिँ लु यतै राख्दियो लु गाइस यस्तो छ यहाँनिर, अब हाम्रो पनि है लु अन्त मिसिनहरू तपाईँको यस्तो छ। लु अब यहाँ कन्ने केटीले एकदम यहाँनिर पूजा गरिदिँदैछ, त्यो पनि छेत्रिनी नै परेको छ अब यहाँ हो, पूजा गर्ने पनि यहाँ फलफुल चढाइदियो हैन। उयो लड्डु त भेटाएन रहेछ अङ्कलले अन्त अब चाहिँ धुप गइदियो हैन यसो सम्झेर। ल यस्तो चाहिँ हेर्नुहोस् है, यो पनि अब हाम्रो माथि डिपार्टमेन्टकै हो, अब माथिबाटै अर्डर आइरहेको थियो गर्नु यो भएको नि भनेर, अन्त त्यसले गर्दा गरेको। उयो पछाडिपट्टिको जति पनि छ नि पछाडिपट्टि चाहिँ ऊ आयो हतियारहरू चाहिँ त्यहाँ पनि यसो अलिक हौ त्यो घुमाइदेऊ हो। अब यहाँ ऊ मासतिर सबै घुमाउनुपर्छ है। लु यसरी नै गर्छ पूजा हो। अङ्कलको वर्षभरिको मेहनत सबै सफल होस् यहाँ माथि यो मसिनमा केही बिगार नपरोस् हैन। धेरै पैसा कमाओस् हैन। हो हो अन्त उयो जो उयो टिका पनि क्या अलिकति यो माथितिर सबैमा लगाइदेऊ न। हौ ती होइन त्यो घोप्टो पार नि, त्यसलाई आलुलाई घोप्टो पार नि, औ त्यसरी त्यो चाहिँ यहाँ बिचमा राखिदेऊ न यहीँनिरै। यस्तै छ साथी हो, यी हेर्नुहोस् है, अब आज विश्वकर्मा पूजाको अरे हो, गर्नै पर्ने रहेछ यसरी। अब यो टिका टिका चाहिँ नि यो यतातिर सबैतिर यो 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 फलमको पाइपहरूतिर टाकटुकमा लगाइदेऊ न। ल यहाँ मुनिमा भयो, त्यहाँ माथि त कि त्यहाँ ऊ पल्लोमा त्यहाँ हो। अब नि अझै टिका लगाइ यहाँ माथिमा, यहाँ माथि, यहाँ माथि यस्तै छ साथी हो। तपाईँले देखिराख्नु भएको छ, अब यहाँ बहिनीले एकदम सच्चै नै गरेर हो, नै गरेर अब गर्दैछ। अन्य केटीको हो, यो भिडियो चाहिँ अलिकति लामो हुन्छ होला साथी हो। लु तपाईँले उपल्लोमा नि उयसमा नि हालिदेऊ न। अनि त्यहाँ टिका मात्रै लगाइदियोस्, फर्स्ट त नबनाउनु नि त त्यसमा त कि उयसमा पनि टिका लगाइदेऊ। त्यसमा 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 बास साथी हो। ल हाम्रो अङ्कलको चाहिँ सबै सफल होस्, यताबाट चाहिँ सबैलाई पार्टी दिन सकोस् अन्त सबैलाई सहाय गर्न सकोस्, पैसा कमाओस्, अङ्कलको उन्नति होस्। ल अब साथी हो यस्तो छ, अब यहाँ बहिनी पनि यसो अलिक आज पूजा पाठहरूमा एकदमै धार्मिकता नै छ हो। अब उहाँको नाम चाहिँ निलिमा छेत्री र उसले पनि यसो अलिक पूजापाठहरू गर्दो रहेछ। त्यही कारणले भनेर चाहिँ मैले अब बाहुनहरूलाई त अस्ति मैले खोजेको थिएँ, कोही खाली भएन, अनि त्यसले गर्दा मैले उसलाई नै भनेको थिएँ, ऊ बिचरा आइदियो। ल साथी हो आजको लागि भ्लगको लागि यति नै छ। तपाईँहरूको अगाडिपट्टि यस्तै छ, अब सबै यो पूजाहरू गर्नेको यो फलमको पाइपहरू यस्तै हो, मिसिन यस्तै छ। यसले सबै पानी खाने उयसमा लगाइदियो, उयस पछाडिपट्टि टिकाहरू अलिअलि यसमा पनि सबै लाउनु पऱ्यो नि।
सबैमा होइन त्यो उयो रातो रातो परेको मिसिनमा चाहिँ लगाएको हो त्यसमा र उयसमा अर्कोमा त्यहाँ त धुप त घुमाइ नि होइन बस लु बास भयो अनि यस्तै छ आजको ल ओके फ्रेन्ड्स हेभ अ गुड डे सो भोलि भेटौँ होला तपाईँहरूको अर्को ब्लगमा सानो भए पनि ब्लग मैले हालिदिएको छु अलिकति लामो भएको त नरिसाइदिनुहोस् होला तपाईँ सबैजना थ्याङ्क यू बाई बाई